नमस्कार सम्पूर्णमा। नेल्सन मण्डेला विश्वकी महान नेतामध्ये एक हुनुहुन्थ्यो। उहाँले जातीय विभेद हटाउनलाई धेरै महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले दक्षिण अफ्रिकाका मानिसहरूलाई समान अधिकार दिलाउने प्रयास गर्नुभएको थियो। उहाँको जीवन सङ्घर्ष, मिहिनेती र शान्तको उदाहरण हो। नेल्सन मण्डेलाको जन्म सन् 1998 जुलाई 18 मा भएको थियो। उहाँ दक्षिण अफ्रिकामा सानो गाउँमा जन्मिनुभएको थियो। उहाँ सानैदेखि नै धेरै मिहिनेती र पढाइमा राम्रो हुनुहुन्थ्यो। उहाँले कानुन विषय पढ्नुभयो र वकिल बन्नुभयो। उहाँले देशमा कालो जातिका मानिसमाथि भइरहेको अन्याय देखेर त्यस विरुद्ध आवाज उठाउने प्रयास गर्नुभयो र अब आन्दोलन गर्नुपर्छ भन्ने कुरा सोच्नुभयो। त्यो समयमा दक्षिण अफ्रिकामा आर्थक भन्ने जातीय विभेद रहेको थियो। कालो जातिका मानिसलाई विद्यालय, अस्पताल, बस धेरै ठाउँबाट अन्याय गरिन्थ्यो र उनीहरूलाई अलग राखिन्थ्यो। उनीहरूलाई स्वतन्त्र रूपमा बाँच्न गाह्रो थियो। नेल्सन मण्डेलाले यस अन्यायको विरुद्ध आन्दोलन गर्ने सुरु गर्नुभयो। सरकारले उहाँलाई धेरै पटक पक्राउ गर्यो। पछि उहाँलाई जेल हाल्यो। उहाँले 27 वर्षसम्म जेलमा बस्नुभयो। जेल जीवन निकै कठिन थियो, तर नेल्सन मण्डेलाले कहिल्यै हार मान्नु भएन। विश्वभरिका मानिसहरूले नेल्सन मण्डेलाको समर्थन गर्न थाले। अन्तमा सरकारले उहाँलाई सन् 1990 मा जेलबाट मुक्त गर्यो। जेलबाट निस्किसकेपछि उहाँले बदला लिनु भएन। उहाँले शान्तिपूर्ण वातावरणमा मिलेर काम गर्नुपर्छ भनेर आग्रह गर्नुभयो। सन् 1994 मा नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको पहिलो कालो राष्ट्रपति बन्नुभयो। उहाँले देशमा समानता, शिक्षा र शान्तिको लागि काम गर्नुभयो। उहाँको राम्रो कामका कारण उहाँलाई सन् 1993 मा नेल्सन शान्ति पुरस्कार दिइएको थियो। उहाँ संसारभरका शान्त मानव अधिकारको प्रतीक भन्नुहुन्थ्यो। उहाँको निधन सन् 2013 मा भयो, तर उहाँको प्रेम, माया